जय नेपाल साथीहरू। यो सर्फ विराटनगर 16 दक्षिण गेट निवासी देवानन्द मण्डलको घरबाट उद्धार गरेको हो। उद्धार गर्ने व्यक्ति, रेस्क्यु गर्ने व्यक्ति रामजी मण्डल हुन्। यो सर्प देख्ने बित्तिकै रामजी मण्डललाई फोन गरेर बोलाएको हो। उहाँ टाइममा नि पुगेछ, तर मङ्गलु मण्डलको घरको गल्लीबाट भागेर देवानन्द मण्डलको माटोको वालमा पसेछ। पर्दाखेरि ऊ दाउरामा नुकेर बसेको थियो। त्यहाँ समात्नु कोसिस गर्दाखेरि मान्छेको हल्ला, त्यो कारणले गर्दा त्यो भागेर माटोको वालमा पसेछ। यो सर्प भनेको सानो न सानो ठाउँमा एडजस्ट गर्ने रहेछ, जहाँ पनि पस्छ एडजस्ट भइहाल्छ त्यहाँनिर। त्यसै लागि आजकल असाध्यै गर्मी बढेको कारणले गर्दा धेरै फोहोर मैला नगर्नुहोला। आफ्नो घर वरिपरि सफा गर्नुहोला, किनभने त्यो फोहोर मैलाको कारणले गर्दा मुसा हुन्छ र मुसालाई खानको लागि त्यो सर्फ जान्छ। त्यही कारणले गर्दा सफा सुग्घर राख्नुहोला आफ्नो घर वरिपरि। सूचना पाउने बित्तिकै उहाँ रामजी मण्डल तुरन्तै पुग्नुभयो, तर 2-3 मिनटको ढिलोको कारणले गर्दा त्यो सर्प देवानन्द मण्डलको घरमा पसेछ। हेर्नु, त्यो वालमा पसेछ। उसले आफ्नो बल लगाउँछ माथि जानको लागि र मान्छेले आफ्नो बल लगाउँछ। त्यही कारणले गर्दा सर्फ सानो न सानो ठाउँमा एडजस्ट भइहाल्छ। तपाईहरू जब बाहिर निस्किनुहुन्छ, अँध्यारो हुन्छ, त्यतिखेर टर्चको प्रयोग गर्नुहोला, किनभने सर्प हतपति टोक्दैन। उसलाई खुट्टादेखि किल्च्यो भने मात्रै टोक्छ। त्यही कारणले गर्दा टर्चको नि प्रयोग गर्नुहोला। सर्प नाम सुन्ने बित्तिकै मान्छे डराउँछ, हताश हुन्छ, हार्टबिट हुन्छ। त्यही कारणले गर्दा आफ्नो घर वरिपरि सफा सुग्घर राख्नुहोला। सुत्नु बेलामा झोल लगाएर नि सुत्नुहोला। हाम्रो यो सर्प भनेको कोब्रा रहेछ। हाम्रो भाषामा गौमन भनिन्छ, किनकि यो गौँ कलरको हुँदाखेरि उसलाई गौमन भनेको हो। साइन्टिफिक नाम नाजा। यसमा नेरोटोक्सिन विष हुन्छ। यो टोक्दाखेरि तपाईको 20 देखि 30 मिनटसम्म मात्र समय हुन्छ। तपाईँ त्यही समयमा झारफुकमा जानुहुन्छ भने तपाईको मृत्यु पनि हुन सक्छ। त्यही कारणले गर्दा झारफुकमा नजानुहोला। नजिकको हस्पिटलमा गएर जहाँ यसको उपचार हुन्छ त्यही जानुहोला। र यो सर्पलाई नमार्नुहोला, किनकि यो सर्पलाई मार्नुहुन्छ भने यो सर्पले धेरै, यसको विषले औषधि पनि बन्छ। उसले टोकेको विष नेरोटोक्सिनबाट त्यो भेनम बन्छ। त्यही कारणले गर्दा सर्पलाई नमार्नुहोला। सर्पलाई मार्यो भने वातावरण बिग्रिन्छ, किनकि
यो सर्प भनेको किसानको साथी मित्र पनि भनिन्छ। यो सर्प भएन भने हाम्रो बाली पनि उब्जाउ हुन सक्दैन। त्यही कारणले गर्दा यो सर्पलाई नमान्नु होला। यो सर्प असाध्यै थाकेको थियो, जुन आफ्नो गतिविधि देखाउन सकेन, किनकि त्यो माटोमा पस्दाखेरि निकाल्दा क्रममा उसलाई चोट लागेको हो। त्यसलाई उसले आफ्नो गतिविधि देखाएको छैन। यो सर्प करिब 3 फिट 2.5 फिटको होला। यो सर्प धेरै मोटो र धेरै दिनको, कम्तीमा 15 देखि 16 वर्षको सर्प रहेछ यो सर्प चाँडो त टोक्दैन, कहिलेका फल्स पनि टोक्छ। तर यो टोक्दाखेरि तपाईँको उपचार भएन भने समयमै मृत्यु हुन्छ। त्यही कारणले गर्दा तपाईँ कहिले पनि हातले समात्नु कोसिस नगर्नुहोला, किनकि धेरै एक्सपोर्टको डेट भएछ। यसरी हातले समात्दाखेरि, यसरी हात समात्ने बित्तिकै मान्छेको भिड हुन्छ, हो हल्ला हुन्छ, कतिले कराउँछ, कतिले के गर्छ, कति डराउँछ, कतिले बाप्रे 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 भन्छ। त्यही कारणले गर्दा ध्यान भट्केर त्यो सर्पले टोकिदिन्छ। सर्प मित्रलाई आज हाम्रो मूल्यवाला हौसला जुन सर्पको टोकाइले कारणले गर्दा हस्पिटलमा छ। यो रामजी मण्डलको स्ट्याक रेस्क्युलाई सब्सक्राइब